अनि अर्को कुरा चाहिँ वाइ आर यु नट अपलोडिङ भिडियोज रेगुलरली भनेर मलाई म्यासेज अनि युट्युबमा नि कमेन्टहरू आइरहेको हुन्छ होइन देयर इज नथिङ आई कुड सो टु यु गाइज बिकज तपाईँहरू बोर्ड हुन्छ अनि हेर्नुहुन्न कि भिडियो मलाई थाहा छ धेरै हेर्नुहुन्छ भने 20 सेकेन्ड 15 सेकेन्ड अनि त्यही भएर म भिडियोहरू चाहिँ अपलोड गर्दिनँ बट म्यासेजहरू आइरहेको हुन्छ अनि एक दुईजना हुनुहुन्छ उहाँहरूले हेरिदिनुहुन्छ अनि म्यासेज आइरहेको हुन्छ अनि किन अपलोड गर्नु भएन रेगुलर भनेर अनि जे पाइ त्यही देखायो भने तपाईँहरू बोर्ड हुन्छ हेरिदिनै हुन्न अनि त्यही भएर हो बट आई विल ट्राई टु अपलोड द भिडियो ओके हाई गाइस गुड मर्निङ वेलकम ब्याक इफ यु आर न्यू लाइक सब्सक्राइब I was like while walking I wanted to share my nightmare. Yesterday I was sleeping and I got like sleep paralysis so badly. I was like almost dead. I tried to wake up so hard. I know everything, होइन म लाइक त्यो मलाई सबै थाहा छ कि मलाई यस्तो गाह्रो भएको छ आई डोन्ट नो लाइक मलाई स्लिप प्यारालाइसिस भइरहेको छ भनेर आई वुड नट मुभ माई बडी when I woke up I was like shivering all the way. I can feel that here so I feel like कसैले यहाँ मेरो पाखुरामा थिच्या जस्तो फिल भयो दुईटै साइडमा अनि मुख चाहिँ टावलले छोपेर म यस्तो फिल गरिरहेको छु कि यस्तो यस्तो यो ठ्याक्कै यस्तो एल्बोमा थिचेर अनि मुख चाहिँ यता माथिबाट यहाँबाट यस्तो यसरी सुतिरहेको थिएँ अनि यहाँबाट यता छोपेको के यति गाह्रो भएको होइन अलमोस्ट मरेको म त गरेर यस्तो यो उचाल्यो होइन अनि गरेर यत्रो ठुलो स्वरमा कराएर जुरुक्क उठेको त म त सपनामा पो रहेछ म त रियलमा लाइक आई फेल्ट लाइक सम वान्स ट्राइङ टु किल मी इन रियल लाइफ एन्ड लाइक यो पनि थाहा छ कि यो सपना आई मिन लाइक म सुतिरहेको छु भनेर बट देन आई वाज लाइक अलमोस्ट डेड yesterday bro. So mostly get sleep paralysis every night but yesterday it was massive one. I sometimes like once or 6 months I feel that kind of paralysis but every night is like I feel every night sleep paralyzed but then still yesterday it was like huge one. I felt like I'm gonna die today because like I felt like someone is covering my face from over here and also they are like it was like and also there was one dead people as well and like it was I don't know मलाई पछाडिबाट थिच्ने थियो नि एकजना चाहिँ जिउँदै मान्छे हो जुन चाहिँ मैले रियलमा पनि चिन्छु अनि एउटा चाहिँ मरेको बच्चा त्यसलाई पनि चिन्छु but like I call it as a sleep paralysis. I don't know about anything but I can feel that everything. So म चाहिँ मैले चाहिँ अस्ति दिदी र अनि एकै बिनाजु र अनि दिदीको छोराको लुगाहरू अलिकति किनिदिएको थिएँ कि दिदीले किनिदेऊ भनेर त्यो लुगा पठाउनु पर्ने थियो अनि आज चाहिँ बिनाजुको दाइ आउनु भएको रहेछ अनि बिहान मैले लगिदिन्छु भनेको थिएँ उहाँले फोनै उठाउनु भएको थिएन अहिले चाहिँ अनि अहिले भर्खर चाहिँ उहाँसँगै अनि उता क्लास सकेर आएको कि अब म चाहिँ यसो राई भाषा धेरै बोल्दिनँ नि त होइन अब यहाँ को छ त म एक्लै बस्छु बोल अनि म त अनि अघि पनि अनि उहाँले राई भाषा बोल्दा चाहिँ म फ्याट्ट सम्झिने राई भाषा बोल्नुपर्छ भनेर अनि अघि तल चाबेलमा बाइक चढ्ने बेला एकछिन चाहिँ राई भाषा बोल्यो होइन अनि त्यसपछि त फेरि यता आउँदा त चुपचाप हो नि त यत्रो 20-25 मिनट कोही पनि बोलेन नि त अनि ऊ त्यहाँ आएपछि चाहिँ यताभित्र मोड्नु पर्ने थियो के बाटोमा अनि त्यसपछि त अनि म चाहिँ फरर के अरे अब के अरे ऊ त्यो मान्छे बाइक निस्किरहेको छ नि त्यहाँबाट भित्र लेफ्टतिर है भने अनि उहाँले चाहिँ राई भाषा ए यहाँबाट भित्र भनेर राई भाषा पनि भन्नुभएको के अनि अब त झसङ्ग यहाँ त ओ माई गड म राई भाषा बोल्नुपर्ने म के पागल भएको यति हाँस अनि मैले उहाँलाई पनि भने म धेरै यहाँ राई भाषा बोल्दिनँ त्यही भएर के अरे मिस्टेक हुन्छ के अरे भनेर भने अनि उहाँ त केही भन्नु भएन म त यति हाँस्दै आएको अहिलेसम्म नि मलाई हाँस उठिरहेको छ अब म धेरै बोल्दिनँ नि त राई भाषा अनि कोही बोल्ने मान्छे छैन अनि त्यसपछि कोसँग बोल्नु त भनेर अनि म त भुसुक्कै बिर्सेको कि अब म त नेपाली बोल्ने मान्छेसँग आइरहेको जस्तो फिल भयो क्या ऊ त्यहाँबाट भित्र ऊ त्यो बाइक आइरहेबाट भित्र है भनेर भनिहाल्यो कि अनि
त्यसपछि पो मलाई त उहाँले हाम्रो भाषामा बोलाएपछि पो अनि मैले त याद गरेँ ओ गड मैले के बोलेँ भनेर मलाई कस्तो भयो कि अयो सो आई एम गोइङ टु कम्प्युटर क्लास आई एम क्यारिङ नथिङ बिकज आई निड नथिङ लिटरली except my fingers. I need nothing in computer class, so I am going right now. I come early, that is why मैले दिदीको सामानहरू पठाउन सकेँ. So now I am going to my computer class. 10 मिनटको बाटो, आधी बाटो त अलमोस्ट पनि आइसक्यो. सो जस्ट गोइङ. एन्ड मैले युट्युबमा एउटा सर्ट्स बनाएको छु अहिले भर्खर है, हेरिदिनु होला है. अनि सो या अनि सर्ट्स बनाएर त्यो डान्सको स्टेपहरू सिकेको थिएँ. लास्ट थाकेको जस्तो फिल भइरहेको छ. बट आई कान्ट स्किप माई कम्प्युटर क्लास बिकज हिजो पनि मैले स्किप गरेँ कम्प्युटर क्लास. म उता गएको थिएँ साथीको पेरेन्ट्सलाई भेट्न, त्यही भएर स्किप गरेँ. आज आई कान्ट. That is why let's go. Hi guys, after so long time I'm like showing you guys my food. I said food, okay, not food. So today I wanted to have like YY fry. That is why I have boiled YY, and there is the ingredients I am going to put. My nose very sensitive, and right now even I am getting sneeze and all, and this is all its soup. So I will be frying it and showing it to you guys how it looks, and I know it tastes very nice, and sometimes I want to eat like fried this one. So yeah, let's go. So this is my final fried YY. It looks so yummy. I hope it tastes yummy. Let me taste, guys. It tastes yummy though. Okay, I will enjoy my fried YY. You guys take care of yourself. Hi guys, so you guys know I have got like return gift सिस्नु. अनि आज चाहिँ मैले सिस्नु बनाएको, अनि ढिँडो पिठो पनि सेम गिफ्टमै आएको हो. अनि ढिँडो, अनि यो चाहिँ मैले गेडागुडी र आलु थियो फ्रिजमा, त्यो के भन्छ त्यसलाई स्प्राउट थियो, त्यसलाई ग्रेभी बनाएको. अनि त्यसपछि सिस्नु अनि ढिँडो. अनि यसमा चाहिँ टिमुर लसुन अदुवा हालेको छ, अनि थोरै मसला मिक्स मसला हालेको छ. It looks very yummy, also tastes very nice. That is why I am happy. And ढिँडोसँग सिस्नु, oh my god, next level. And yeah, भात पनि छ, उता सिटी सेलाइरहेको छ. So let's have fun. Hi guys, good morning. It's Saturday and I am home. I just washed my face and applied my sunblock. And अस्ति न म चाहिँ त्यहाँनिर हाम्रो कुकुरको लागि खानेकुरा लिन गएको थिएँ होइन. अनि त्यहाँनिर चाहिँ काम गर्नेहरू पनि हुनुहुन्छ, बट के छ भने त्यो दिन चाहिँ लेबर डे थियो होइन. अनि त्यही भएर उहाँहरू छुट्टीमा हुनुहुन्थ्यो क्या अरे. अनि त्यो ओनरहरू हुनुहुन्थ्यो, एउटा बाजे बजै, अनि त्यसपछि फेरि दिदी भाउजू दाई भाउजू टाइप हुन्छ नि अब हुनुहुन्छ. अनि उहाँहरूको चाहिँ एउटा सानो बच्चा छ, मेबी 1 इयर 2 इयर बोल्न सक्छ भनेपछि 2 इयर होला, 2 इयर जतिको, तर सानै छ क्या. अनि त्यो दिन मान्छे थिए, मतलब काम गर्नेहरू हुनुहुन्थेन. अनि उहाँहरू आफैले गरेर आउनुभएको थियो. अनि बाजे बजाहरू चाहिँ अलिक बुढो बुढी नै हुनुहुन्छ. अनि दाई चाहिँ ग्यास पुऱ्याउन गइरहनु भएको थियो. अनि त्यो यत्रो सानो फुच्चे छ कि, अनि त्यो फुच्चेले चाहिँ अनि बुबु खाने भनेर उसको आमासँग झुन्डिरहेको थियो. अनि त्यो दिदी चाहिँ यता पनि हेर उता पनि हेर, फेरि त्यहाँ होलसेल भएर मान्छेहरू टन्नै आउँछ क्या, जहिले बिजी हुन्छ. अनि यता पनि हेर उता पनि हेर भएर बिचरा भाउजू चाहिँ है अब आफ्नो बच्चा आफ्नो मुटुबाट झिकेर ल्याएको बच्चा रोइरहेछ, बुबु खाने भनिरहेछ होइन. कस्तो हुन्छ नि त होइन, त्यो कस्तो लाग्यो कि मलाई त. अनि कस्तो रोएर झुन्डिरहेको थियो. अनि त्यसपछि अब भाउजू चाहिँ बिजी हुन्थ्यो, अनि त्यही भएर म त चुप्प लागेर बस्यो. अलिकति बच्चालाई शान्त गरेपछि आरामले लैजाउँ ल भनेर. अनि म बसिरहेको थिएँ होइन. अनि त्यो बजू कस्तो त्यो बच्चालाई त यस्तो कुट्नु खोजेर यस्तो आँखा तरेर हुन्छ नि, रिसाएर त्यो कस्टमरलाई हेरेन भनेर के
अब उसले काम गर्न सक्दैन त्यो थाहा छ कि अनि उसले बच्चालाई लिएर ल अरू त्यो फर्मुला कि दुधहरू अरू आमाको बाहेक पनि अरू केही दिन्छ होला नि त कि त्यसलाई दिनु उसलाई फकाउनु उसलाई अब थाहा छ उसको बुहारीले काम गर्न सक्छ मैले सक्दिनँ भनेपछि उसले बच्चालाई हेर्न सक्छ नि त नाइ कि आमासँग झुन्डिरहेको छ अझै कुट्न खोज्छ त्यत्रो मान्छेको बिचमा होइन अब त्यत्रो पब्लिकमा त्यस्तो गर्छ भने त घरमा त के चाहिँ गर्छ होला म त कति माया लाग्यो बिचरा त्यो दिदी देखेर है आफ्नो सोच्दाखेरि नि कि आफूले जन्माएको बच्चालाई त्यसरी सासू आमाले कुट्न खोज्दा कस्तो रिस आफ्नो बच्चालाई लाइक अरूले के भन्दाखेरि यसो आँखा तरेर हेर्दा त रिस उठ्छ होइन म त त्यो दिदी देखेर कस्तो माया लाग्यो अनि म त चुप लागेर बसेँ अनि पछि बच्चालाई दुध खुवायो दिदीले अनि त्यसै पछि आउनुभयो अनि त्यसमा त आरामले बसेर म त्यस्तो बिजी पनि थिएन अनि आरामले बसेर कुरेर अनि लिएर आयो क्या अनि मलाई चाहिँ लाइक हरेक सासूहरू त्यस्तै हुन्छ कि आई मिन मैले धेरै ठाउँमा देखेको छु अनि सासूहरू चाहिँ अलिक त्यस्तै हुन्छ कि अब त्यो बच्चा हाँस्दा खेल्दा रमाइलो गर्दा चाहिँ मक्ख परेर लिने अनि त्यसपछि त्यो बच्चा रुन थाल्यो यताउति गर्न थाल्यो भने रिसाउने कुट्न खोज्ने गाली गर्ने त्यस्तो गर्छ नि त अनि मलाई त्यो दिदी देखेर कस्तो नराम्रो लागेको कि बिचरा अब हुन्छ नि कति नराम्रो लाग्यो होला कि त्यो उसकै आँखा अगाडि यस्तो गरेर कुट्न खोजेको कि त्यो बच्चालाई यस्तो रिसाएर आँखा तरेर है मलाई कस्तो कस्तो लाग्यो कि त्यो कुरा चाहिँ अनि मलाई कस्तो हुन्छ नि सबै सासूहरू यस्तै हुन्छ कि कस्तो हुन्छ मतलब धेरै त नेगेटिभ नै देखिरहेको हुन्छ कि हामी लाइक एक टाइममा तिमी पनि त बुहारी थियौ तिम्रो छोरालाई पनि त त्यस्तो गर्दा नराम्रो लाग्यो होला हाउ कुड यु बी सो रुड आफ्टर लाइक गेटिङ ओल्ड म त कस्तो लागेको कि लाइक त्यत्रो धनी छ के चाहिँ कुराको कमी छ मान्छेहरू आइ नै रहेछ ठिक छ त एकछिन बुहारीले कि त तिमी हेर्दैौ त्यो बच्चालाई बुहारी काम गर्छ कि त बुहारीले एकछिन बच्चाले दुध खुवाउँदा के भयो त त्यो त उसको कर्तव्य हो अनि त्यो बच्चाले दुध खान पाउनु उसको अधिकार हो वाइ कान्ट यु अन्डरस्ट्यान्ड मलाई कस्तो लागेको कि त्यो अनि त्यस्तै एक्सप्लेन गर्नको लागि मैले यहाँ लाइक क्यामेरा फोन उठाएको के